टिम डेकोटा टिमको नाम स्मार्ट सिटी मागल डेकोटा मल एमडी स्कुल हैन डेकोटा स्कुल यस सर प्रोजेक्ट के स्मार्ट सिटी यस सर सुरु गर्नु Good afternoon, sir, judges, and everyone present here. I am Slok Soma from Margaret Dakota Model Secondary School, and today we will present our idea of a smart city to you, all of you. So first, I will just define what a smart city is. A smart city is a city that uses the technology and innovation to implement new ideas into citizens' lifestyle. So we also have done that with our smart city. We can see in the structure of a smart city that a road divides the smart city into four parts. One is residential area, one is industrial area, one is commercial area, and one is rural area. And for all the technology that has been used in the smart city, I would like to give the mic to Mr. Aaron also who will explain that. Namaste sir. Be myself, Oil Bosa. I'm from Mahakali Devara School. Sir, I want to explain in a body. यो सर एउटा स्मार्ट सिटी हो यसमा हामीले डिफ्रेन्ट एरियाहरू सेपरेट गरेछौँ र यो सिटीमा हामीले डिफ्रेन्ट सेक्युरिटिजहरू सेफ्टिजहरू एप्लाई गरेछौँ फर्स्ट अफ अल सर यो एउटा ट्राफिक लाइट हो कुनै पनि पर्सन एन्ट्री गर्छ भने यहाँ बाटोको फ्लो हुन्छ यता पनि बाटो छ यता पनि बाटो छ यता स्कुल छ सपोज कुनै स्टुडेन्ट्स यहाँ गयो भने त्यो बाटोको फ्लो रुक्छ एउटा यो सिस्टम सेक्युरिटी सिस्टम हो के त यसले काम गर्छ डेमो हेर्न मिल्छ डेमो हेरौँ न यो एउटा लेजर लाइट हो अहिले म भन्छु किन युज हो यसको भएको जब कुनै पनि पर्सन यहाँ एन्ट्री गर्छ नि यो लेजर लाइटलाई ब्लक गर्छ ब्लक गरेपछि यो जुन सिग्नल छ नि सिग्नल जुन यो फ्लो छ नि भन्ने फ्लो ट्राफिक लाइटको फ्लो बन्द हुन्छ र गाडी यहाँ स्टप हुन्छ एउटा यो सेफ्टी एउटा सेक्युरिटी हो अब यसमा सर हामीले एउटा यो लेजर लाइट युज गरेछौँ र यो लेजर लाइट हामीले रेड कलर मात्रै युज गरेछौँ बिकज इलेक्ट्रोम्याग्नेटिक वेभ हो यसको वेभलेन्थ बढी भएकाले यो स्क्याटर अमरेटको टाइममा स्क्याटर कम हुन्छ त्यसले गर्दा यो लङ डिस्टेन्ससम्म ट्राभल गर्न सक्छ र हामीले एउटा हेल्पफुल ट्राफिक रोड त सर सानो त हुन ठुलो हुन्छ त्यसले गर्दा हामीले यहाँ रेड लेजर लाइट युज गर्छौँ यो लङ डिस्टेन्ससम्म ट्राभल गरोस् स्क्याटर नहोस् अर्को कुरा सर यो रेड लाइट हाल्दाखेरि त्यो बत्ती कसरी बल्यो केमा गयो त त्यहाँ माथि यो सर एउटा फोटो सेन्सर हो यसले के गर्छ हाई इन्टेन्सिटी लाइटलाई इलेक्ट्रिकल सिग्नलमा कन्भर्ट गर्छ के सर एउटा एलडिआर सेन्सर जस्तो नै रेड फोटो सेन्सर हो सर फोटो सेन्सर हो यसले के गर्छ हाई इन्टेन्सिटी लाइट इनर्जीलाई जब यसको सर्फेसमा हिट हुन्छ नि फोटोन्सहरू इनर्जी प्याकेट्स इलेक्ट्रोम्याग्नेटिक फोटोन्स हो इलेक्ट्रिकल सिग्नलमा कन्भर्ट हुन्छ इलेक्ट्रिकल सिग्नलमा कन्भर्ट हुन्छ र यो सिस्टम एक्टिभेट हुन्छ र यहाँ सर एउटा आइआर सेन्सर हो यसले के गर्छ यो सिटीमा जति पनि सपोज यहाँ कुनै फायर लाग्यो त्यसले के गर्छ एक्टिभेट गरिदिन्छ कि एउटा लाइट हेराउँछ मिन्स एउटा यो लाइट मैले एक्सपेरिमेन्टली हेराउँछु देखाउँ डेमो नै देखाउँ कि डेमो देखाइदिँदा राम्रो हुन्छ कि सपोज कुनै वर्कर्सहरू केही पनि आयो भने यो अब्स्टिकललाई यहाँ कोलाइड हुनबाट एउटा कोलाइड हुनैभन्दा पहिला एउटा सेक्युरिटी लाइट हुन्छ के सर हाई बिमको लाइट हुन्छ त्यसले यसलाई चाहिँ एउटा एज अ फायर डिटेक्टर पनि वर्क गर्छ यसले के गर्छ सर यो जुन वाइट छ नि वाइट यसले इन्फ्रारेडलाई इमिट गर्छ यो इन्फ्रारेडलाई इमिट गर्दा कुनै अब्स्टिकल अगाडि आयो भने त्यो रिफ्ल्याक्ट भएर यो जुन ब्ल्याक कलरको छ नि यो रिसिभ गर्छ र यसले पत्ता लगाउँछ कि यसको पोजिसन मिन्स अगाडि कुनै अब्स्टिकल छ रिसिभ गरेन भने त यहाँ सिस्टम एक्टिभेट हुन्न इन्फ्रारेडले इमिट गर्यो रिफ्ल्याक्ट हुन्छ त्यो रिफ्ल्याक्ट बसेपछि रिसिभ गर्यो भने त्यो सिस्टम एक्टिभेट हुन्छ र यसले सर इन्फ्रारेड पनि सेन्स गर्छ सपोज एउटा फायर छ भने लाइटर बाला त यसले के गर्छ सर कुनै पनि
त्यो त माथि छ त्यो कसरी थाहा हुन्छ त यहाँ भएको सबै हर्न सर डेमो हो कि डेमो हामीले हेराएको छौँ त्यस्तो सिस्टम एक्टिभेट हुन्छ र कुनै पनि बडी हट बडी चाहिँ सर त्योबाट इन्फ्रारेड इमिट हुन्छ किनभने त्यो पार्टिकल्सहरू मोसनमा हुन्छन् त्यो काइनेटिक एनर्जी नै बढी हुन्छ त्यसले गर्दा तिमीले इन्फ्रारेड इमिट गर्दै जान्छ सेन्सरले त्यो समातेपछि त्यसमा चाहिँ के अरे बत्ती बल्यो बत्ती एउटा अब सिग्नलको रूपमा युज गर्यो त्यो भनेको त्यहाँ आगो लाग्यो अथवा केही भयो केही हेजार्ड भनौँ न अब सर त्यो एउटा ऱ्यान हार्भेस्टिङ हो त्यसले गर्दा सपोज कुनै ऱ्यानी सिजनमा हामीले पानी भर्छ त्यो त हामीले धेरै हेऱ्यौँ अलि हामी एक्स्ट्रा नलेज होइन त्यो टाइममा अरूमा गरेको छु कि टाइम पनि 7 मिनट छ भनेर होला तर त्यसले गर्दा सर त्यो क्लाउड किन वाइट हेरिन्छ किनभने सर यहाँ सनबाट लाइट आउँदा क्लाउडमा अल टाइप 7वटा बिग लाइटमा 7वटा कलर्स हुन्छ त्यहाँ अल टाइपमा सर स्क्याटर इक्वेली हुन्छ त्यसले गर्दा त्यहाँ क्लाउड हामीले वाइट हेरिन्छ स्काई चाहिँ किन ब्लू देखिन्छ स्काई किनभने सर त्यो आउँदा स्क्याटर हुन्छ सर पहिला वाइलेट हुन्छ इन्डिगो ब्लू ग्रिन आउँदा ब्लूमा स्क्याटर हुन्छ म्याक्सिमम सर हाम्रो स्काईमा ब्लू कलर स्क्याटर हुँदाले हामीले क्लाउडमा त ब्लू देख्नु पर्ने नि क्लाउडमा सर एउटा रिला ग्लभ भनिन्छ त्यो रिला ग्लभ चाहिँ एप्लाई हुन्छ किनभने वाटर मोलिकुल्सको साइज बढी हुन्छ कि कुनै पनि लाइट छ त्यसको वेभलेन्थभन्दा त्यसको पार्टिकल्सको साइज बढी भयो भने त्यो रिले ललाई फलो गर्दैन त्यसले गर्दा यहाँ इलेक्ट्रोम्याग्नेटिक के ल भन्यो रिल्याक्स ल प्रोनाउन्सिएसन अलिक अप्ठ्यारो होला त्यस्तै ल हो यहाँ इलेक्ट्रोम्याग्नेटिक अल टाइपको इलेक्ट्रोम्याग्नेटिक के हुन्छ स्क्याटर हुन्छ इक्वेली त्यसले गर्दा हामीले वाइट देखिन्छ र यहाँ ऱ्यान पानी हुँदा यहाँ कलेक्ट गर्छौँ त्यो एउटा प्रोपेलर हो प्रोपेलरमा त्यो हामीले एउटा प्रेसरले के गर्छौँ पानी खसाल्छौँ त्यो प्रोपेलर एउटा डाइनामो युज गरेछौँ हामीले त्यसमा इलेक्ट्रिसिटी जेनेरेसन त्यसमा युज के हुन्छ सर जब एउटा यसमा एउटा म्याग्नेट छ र कोइल छ जब त्यो म्याग्नेट जब कोइल मुभ गर्छ नि सर त्यो म्याग्नेटिक फ्लक्सलाई चेन्ज गर्छ कि जब म्याग्नेटिक फ्लक्स चेन्ज हुन्छ नि त्यो चेन्ज इन म्याग्नेटिक फ्लक्स इलेक्ट्रिक करेन्ट त्यो इलेक्ट्रिक करेन्टले हामी त्यो रुरल एरियामा पनि युज गर्न सकिन्छ सर सानो घर एउटा सानो रुरल चाहिँ के अरे एउटा हाइड्रो पावर बनायो होइन तिमीहरूले त्यसलाई सानो त्यो पानीले चाहिँ त्यो चाहिँ एउटा कुरा भन्न त मलाई त्यति पानीले चाहिँ के त्यो टर्बाइन घुमाउन सक्छ त्यति हुन्छ रेन वाटरको त्यति हुन्छ यो फिजिबल छ कि जस्ट देखाउनु त कुरा मैले बुझेँ होइन के त्यो टर्बाइन घुमाइदिन सक्छ त्यति पानी सक्ला त त्यति प्रेसर रेनी सिजनमा भने सर रेनी सिजनमा के हुन्छ पानी लगातारै वर्ष हुन्छ त्यहाँ कलेक्ट गरेर हामीले हाई मैले त्यही सोध्नु थालेको थिएँ किनकि हाम्रो बिल्डिङहरू त बढी भयो 2 तल्ला 3 तल्ला देख्छौँ त्यतिको तलको जति नै पानी खसायो भने त्यसले त टर्बाइन त घुमाउन सक्दैन गर्न सक्छ नि सर अब हाइट 2 तल्लाबाट हामी पानी खसाले एउटा प्रोपेलर तर लगायो भने त त्यहाँ त त्यो हुन्छ नि नै त्यो त घुम्छ मैले भन्छु तर त्यो एउटा यति इलेक्ट्रिसिटी कमसेकम इलेक्ट्रिसिटी उत्पादन भइसकेपछि कमसेकम ठुलो स्केलमा हामी गर्न चाहन्छौँ फेरि त सानो एउटा डेमो हो त्यसलाई ठुलो स्केलमा गऱ्यो भने त ठुलो स्केलमा इलेक्ट्रिसिटी प्रड्युस गर्न सकिन्छ अब त्यो टावरहरूमा जुन हाइड्रो पावर प्लान्ट्स हुन्छ त्यो पुलबाट खसाइन्छ कि नै त्यही कुरा त्यही यहाँ युज गरिन्छ वाटर त्यहाँ कलेक्ट गरिन्छ त्यहाँ कलेक्ट गरेर डाइनामोमा खसाइन्छ त्यहाँ त्यही इलेक्ट्रिसिटी प्रड्युस हुन्छ त्यही इलेक्ट्रिसिटी हामी स्टोर गर्छौँ र एउटा चाहिँ यो सोलर प्यानल हो यो एक्सटेन्डेड सेमिकन्डक्टर युज गरेको हुन्छ सिलिकनले यसमा इम्प्योरिटिजहरू पनि मिक्स गरेको हुन्छ जस्तो एल्युमिनियम फस्फरस युज गरेको हुन्छ सेमिकन्डक्टरमा एल्युमिनियम फस्फरस मिक्स गरेको हुन्छ र एक्सटेन्डेड सेमिकन्डक्टर हो सर किनभने हामी प्योर सिलिकनले हामी सेमिकन्डक्टर एज अ सोलर प्यानल युज गर्न सक्छौँ पी टाइपको कि एन टाइपको पी टाइप एन टाइप दुइटै छ पी टाइपमा त्यहाँ हामीले एल्युमिनियम युज गरेको छ डोपिङ मेटेरियल के युज भएको त्यही एल्युमिनियम र फस्फरस सर डपिङमा युज गरेको हुन्छ हामीले अब सपोज तपाईँ 10 लाख एटम यसमा सिलिकनको होला नि 10 लाख एटम त 4वटा एटम मात्र एल्युमिनियमको होला पी टाइप र एन टाइपमा के फरक छ मलाई भन त पी टाइपमा सर होल हुन्छ एज अ होल एन टाइपमा नम्बर्स अफ इलेक्ट्रोन्सको मात्रा बढी हुन्छ त्यसले गर्दा एउटा पोटेन्सियल क्रिएट हुन्छ के सर पोटेन्सियल डिफरेन्स क्रिएट हुँदाले एउटा इलेक्ट्रोन्सको फ्लो हुन्छ के भन्नु एउटा पी टाइप तिमीले कुन टाइप भनेको रे यो पी टाइप एन्ड एन टाइप एक्सटेन्डेड सेमिकन्डक्टर त्यो चाहिँ नि के गरे त्यतिले मात्रै काम गर्छ कि त्यसलाई अझै एनपिएन गराउन सकिन्छ पिएनपी पनि गराउन सकिन्छ थाहा छ नि सर त्यो पिएन जङ्सन हो पिएन जङ्सन डायोड अनि यसले गर्छ चाहिँ के अब यसले सर मैले सिम्पलीमा भन्छु पहिला नम्बर यसलाई ब्ल्याक किन गरिएको किनभने सर कम से कम लाइटमा पनि ब्ल्याक एउटा बेस्ट अब्जर्भेन्ट कलर हो यसले म्याक्सिमम हिटलाई ट्र्याप गर्छ कि त्यसले गर्दा त्यो हिटलाई ट्र्याप गर्छ यहाँबाट इलेक्ट्रोन्सहरू इनर्जी पाउँछ के सर त्यो हिटलाई इनर्जी एज अ काइनेटिक इनर्जीको युज गर्छौँ त्यसले गर्दा एन टाइपबाट पी टाइपमा इलेक्ट्रोन्सहरू पास हुन्छन् र एउटा सर्किट भन्छ के सर त्यो सर्किटमा हामी केही पनि युज गऱ्यौँ त्यो चल्छ सर
त्यो बिचमा एउटा डिप्लेसन जोन लागेको हुन्छ कि पिएन जङ्सन भनिन्छ त्यो त मैले बुझेँ, तर यो सोलर प्यानलमा पिएन जङ्सन युज हुन्छ र? त्यो त हामीले पढ्दाखेरि त पिएन जङ्सनको सबभन्दा बढी युज त के उसमा हुन्छ, केमा हुन्छ? सबभन्दा बढी युज केमा हुन्छ? सेमिकन्डक्टरको हाम्रो आइसीको सर्किटहरूमा सबभन्दा बढी युज हुन्छ, किनकि त्यो चाहिँ यो ठुलो इलेक्ट्रिसिटीको कुरा हुँदैन कि, त्यो डायोड्सहरूको कुरो चाहिँ एकदम मिनिमम सानो अमाउन्ट अफ सर्किटको लागि हो, जस्तै 5 भोल्ट होइन। 5 भोल्ट भनेपछि यसमा मलाई त सोलर प्यानलहरूमा चाहिँ नि सेमिकन्डक्टर युज भयो जस्तो अब केही आयो होला तिमीले भन्दा, त्यो हुन्छ? हुन्छ। यो सोलर प्यानलमा सिलिकन भन्ने एउटा सेमिकन्डक्टर युज भएको छ र इम्पेयर ल ठिक छ, ओके। इम्प्युरिटिजवाला डोप त्यो सबै मैले बुझेँ, त्यसले गर्दाखेरि त्यो इम्प्युरिटिज नभयो भने त्यसले फ्लो गर्दैन, करेन्ट बढी हुन्छ, इम्प्युरिटिजले बुझेँ। यसको काम चाहिँ के हो? अब त्यो आयो अनि त्यो बत्ती स्टोर गर्छ। एक्चुअलमा त ब्याट्रीले हामीले कुनै पनि इलेक्ट्रिसिटीलाई स्टोर गर्दैन, त्यसमा केमिकल रियाक्सनहरू हुन्छ, तर हामीले सिम्पलीमा भन्छौँ ब्याट्री स्टोर गर्छ। त्यसमा कुनै पनि ब्याट्री अहिलेसम्म भनेको छैन कि इलेक्ट्रिसिटीलाई स्टोर गर्छ, त्यसले स्टोर गर्छ। हामी सिम्पलीमा भन्छौँ त्यो स्टोर गरेर हामीले त्यो सिटीमा सर विदाउट पोल्युसन हो कि सिटी, स्मार्ट सिटी त्यसैले सेफ्टिसहरू सेक्युरिटीहरू एकदम हाई छ, हुन्छ। हामी विशेष गरेर ध्यान गर्छौँ। र अर्को कुरा सर हामीले सर यो एउटा अल्ट्रासोनिक सेन्सर हो, यसमा हामीले पार्ट्सहरू मिलेन, तर हामीले आई वान्ट टु एक्सप्लेन अबाउट इट। यसले के गर्छ? छिटो गर बाबु, तिम्रो 7 मिनटभन्दा बढी भइसक्यो। यसले के गर्छ सर, एउटा ट्रान्समिटर हुन्छ, एउटा रिसिभर हुन्छ, यो अल्ट्रासाउन्डलाई इमिट गर्छ र अगाडि उसको कुनै अब्स्टिकल आयो भने नि त्यो अल्ट्रासाउन्डलाई रिफ्लेक्ट गर्छ र रिसिभरले आएको त्यसमा पोजिसन। मैले इन्जिनियरिङमा गरेको प्रोजेक्ट पनि यस्तै अब्स्टिकल डिटेक्टर नै थियो कि, के भने चाहिँ त्यो कार अगाडि हिँड्दाखेरि अब्स्टिकल आयो भने चाहिँ त्यसले सट्ट आफ्नो पाथ चेन्ज गर्ने खालको हामीले प्रोजेक्ट गराएको थियौँ। यसमा चाहिँ खास किन यो हस्पिटल के हेलिकप्टर लागि लिएर आएको थियो? के को लागि लिएर आएको थियो अल्ट्रासोनिक? त्यही छ, त्यही रडार जस्तो युज गर्ने रेडार यसमा सर जस्तै फ्रिक्वेन्सी पनि चेन्ज कतिको डपलर इफेक्ट सर तपाईँले थाहा होला, कुनै पनि अब्स्टिकल नजिक त्यसको फ्रिक्वेन्सी बढ्छ, यसको फ्रिक्वेन्सी चेन्जेस पनि त्यसले मेजर गर्छ। आई मिन त्यो त मैले बुझेँ, त्यो तिमीले साइन्सको गर्यो। यो खास किन यहाँनिर राख्नुको कारण चाहिँ के, यसले के गर्छ भनेर ठ्याक्कै भन त? त्यो त हेलिकप्टर उडेर आयो। हाइटमा यसमा सर मिसाइल्सहरू पनि यसमा हेर्न सकिन्छ, कुनै हेलिकप्टर्सहरू हेलिकप्टर्सहरू एरोप्लेन्सहरू लाइक रडार पोजिसन हो, पोजिसन पत्ता लगाउन र मोसनको त्यसको पाथ पत्ता लगाउनको लागि हामीले यसको युज गर्छौँ। ल अब यो के हो भन? सर त्यो एयर प्युरिफायर हो, त्यसले के गर्छ? कार्बन रड नाइ कार्बन एब्जर्बर सर, त्यसले के गर्छ? डस्ट पार्टिकल्स हुन्छ नि सेमी मेम्बरमा यो ब्रिज ओभरहेड ब्रिज हो नि, अब यो सिरिन्जवाला यो सिरिन्ज, त्यो सिरिन्जवाला एउटा ऱ्यान डिटेक्टर हो सर। मैले यसलाई हेराउँछु, के डिटेक्टर गरे? ऱ्यान डिटेक्टर, पानी बस्दा रेन एक्टिभेट गर्छ कि सिस्टम एक्टिभेट। पानी पर्यो, यसमा सर पानी पर्यो, सर्किट कम्प्लिट भयो। अलिक सर ब्याट्री अलिक डाउन। हामी यसको यो किन युज गर्यो? पानी ब्याट्री किन लगाऊ त? ब्याट्री किन लगाऊ त? त्यो डाइरेक्ट हुन्छ भनेको होइन सर, यो बिचमा ग्याप किन छाड्यो भने ग्रान्ड वाटरमा एउटा डिस्टिल वाटर भएको भए सर यो कन्डक्ट हुँदैन, किनभने इन्सुलेटर हो। बिचमा एउटा ट्याप वाटर भयो भने त्यहाँ इलेक्ट्रोलाइट्सहरू मिनरल्सहरू हुन्छ, इलेक्ट्रिसिटीलाई कन्डक्ट गर्न। पानी पर्यो, सर्किट कम्प्लिट भयो, त्यहाँ चाहिँ एउटा साइरन बज्यो। खास किन बजाएको यो भने बाढीको होइन, एक्टिभेट गर्नको लागि सर। म्याक्सिमम् पर्सनहरू आफ्नो क्लथेजहरू घरको छतमा रुफमा राखेको हुन्छ, एउटा सिस्टमलाई एक्टिभेट गर्ने हो। हर्न बज्छ, त्यसले हर्न बज्छ र यो बल्ब पनि बज्छ। ल यति होइन बाबुहरूको। र सर हामी यसमा म्याक्सिमम् एउटा अरू कुरा भन्न चाहन्छु, यो रोडहरू हामीले ब्ल्याक किन बनाइएको? किनभने सर यो ब्ल्याक कलर बेस्ट अब्जर्भिङ कलर हो। यसले के गर्छ, रोडहरूमा सपोज कुनै भेहिकल जाँदैछ भने वाइट भएको भए यसले के गर्छ, लाइटलाई रिफ्लेक्ट गर्थ्यो र हामीले क्लियर जोमिन दिन्छ अगाडि सपोज। त्यसले गर्दा यो सबैले म्याक्सिमम् लाइटलाई एब्जर्भ गर्छ र पर्टिकुलर केही त नर्मल प्र्याक्टिस रोडहरू त कालै त हुन्छ नि, किनभने त्यही सर एस्फल्टहरू पाइन्छ, नेचुरल कलर कालै यो सस्तो पनि हुन्छ। र यसमा त्यो रेड वाइट भयो, येल्लो भयो, ग्रिनहरू यसमा क्लियर हेरिन्छ कि हामीले। यो के हो सर यो सिटीमा त्यो लाइटलाई यसमा सर येल्लो पनि किन युज गरेँ, किनभने सर हाम्रो आँखामा त्यो येल्लो कलर पेनफुल हुन्न कि सर, जस्तो रुममा के युज भयो? होइन त्यो मैले बुझेछु कि, तिमीले भन न खास यो बनाएको चाहिँ के को लागि हो युज? यो सबै सिटीमा सर त्यो राति बत्ती बल्ने ए रातिको लाइट हो, लाइटिङको लागि। स्ट्रिट लाइटहरू छैन, त्यो एउटा लाइट छ। त्यो ड्रिङ्किङ वाटरहरू छ। ल थ्याङ्क यू, मेहनत धेरै छ तिम्रो त के बोल्दै बोलेर ल ठिक छ ल।